Namaste, my name is Ambika Hema, recently NCLEX passer. मैले चाहिँ मेरो PCL नर्सिङ सुषमा कोइराला नर्सिङ क्याम्पसबाट चाहिँ 2017 मा पास आउट गरेँ। एज अ नर्स चाहिँ मैले एब्रोडमा काम गरिरहँदाखेरि चाहिँ अब बेटर अपर्च्युनिटीहरूको लागि चाहिँ मैले धेरै सर्चहरू गरिरहेको थिएँ र यसै क्रममा चाहिँ मैले NCLEX को बारेमा पनि बुझ्नु पर्यो भनेर डिफ्रेन्ट रिसर्चहरू गरिरहेको थिएँ। त्यसै क्रममा चाहिँ मैले इन्टरनेटको थ्रु चाहिँ NCLEX सेन्टरको बारेमा बुझ्ने मौका पाएँ र त्यसै क्रममा मेरो साथीहरू र कोलिग्सहरूबाट पनि NCLEX सेन्टरको बारेमा थाहा पाएपछि चाहिँ म नेपाल आउने बित्तिकै NCLEX सेन्टर भिजिट गरेँ। त्यसपछि चाहिँ यहाँ आउने बित्तिकै म्यामहरूले चाहिँ मलाई बेसिक वेमा चाहिँ सबै इन्फर्मेसनहरू दिनुभयो। त्यस पछाडि चाहिँ मैले मेरो क्लासहरू चाहिँ NCLEX सेन्टरबाट स्टार्ट गरेँ। लकिली एज अ स्टुडेन्ट चाहिँ मैले चाहिँ कुनै पनि NCLEX प्रिपरेसन गर्दाखेरि चाहिँ कुनै पनि स्ट्रेस या प्रेसरहरू चाहिँ फेस गर्नु परेन, किनभने चाहिँ मलाई NCLEX को लागि चाहिने सबै मेटेरियल्सहरू, सबै इन्फर्मेसन, स्टडी मेटेरियल्सहरू चाहिँ सबै यहाँ NCLEX सेन्टरमा एभाइलेबल थियो। अनि हामीसँग चाहिँ ड्यासबोर्ड पनि एभाइलेबल भएर सबै इन्फर्मेसनहरू मैले ड्यासबोर्डबाट नै पाएँ र हाम्रो चाहिँ विकली एक्जाम लाइभ टेस्टिङ पनि हुन्थ्यो, जसमा चाहिँ अब मैले योचोटि इम्प्रुभ गर्न सकिनँ टेस्टमा भने पनि नेक्स्ट टाइम चाहिँ एक्जाममा इम्प्रुभमेन्ट गर्नुको लागि चाहिँ मोटिभेसन साथसाथै प्रपर गाइडेन्स चाहिँ मैले पाइरहेँ। एज अ PCL नर्स मेरो मनमा चाहिँ डाउट हुन्थ्यो, म PCL नर्स हो, म चाहिँ यो NCLEX गर्न सक्दिनँ होला जस्तो लाग्थ्यो। तर मैले NCLEX सेन्टरको बारेमा बुझिसकेपछि, प्रपर गाइडेन्स पाएपछि र यहाँको फिजिकल क्लास, अनलाइन क्लास लिइसकेपछि चाहिँ मैले राम्रोसँग NCLEX पास गर्न सकेँ। र कोही पनि साथीहरू PCL नर्सको साथीहरू म PCL नर्स हो, म NCLEX गर्न सक्दिनँ जस्तो डाउट फिल हुन्छ भने प्लिज भिजिट NCLEX सेन्टर। मैले चाहिँ NCLEX इन्स्टिट्युटहरू चाहिँ सर्च गरिराख्दाखेरि चाहिँ एउटा अर्गनाइजेसनमा हुनुपर्ने सबै क्राइटेरियाहरू चाहिँ मैले NCLEX सेन्टरमा निड भएको पाएँ, जसमा चाहिँ मैले सबै कुराहरू NCLEX को बारेमा चाहिँ बेसिक इन्फर्मेसनहरू, स्टडी मेटेरियल्सहरू, एक्जाम प्रिपरेसन अनि डकुमेन्टेसन सबै प्रोसेसिङहरू सबै NCLEX सेन्टरले मिट गरेको हुनाले चाहिँ मैले NCLEX पास गर्न सकेँ र सबैलाई NCLEX सेन्टरमा आएर NCLEX पास गरेर US RN हुन चाहिँ रिकमेन्ड गर्दछु।